सामान घर पठाउनु पर्ने थियो, गाडी पनि चाहिने होला, भाडा पनि के कति भन्ने हो, महँगो हुने भने त तनाव हुने भयो त। के भयो तँलाई फेरि? किन नुन खाएको क्रोजै गरेर उभिरहेस् त? हेर न, सामान डेलिभरी गर्नुपर्ने, कसरी डेलिभरी गर्ने? ए यो सामान पुर्याउनु पर्ने पो हो? ए अनि के को टेन्सन लिइरह यार त? तेरो त लाइफै पुरै अपडेट गर्नुपर्ने भइसक्यो रहेछ त। के अपडेट हो र फेरि? यार तँलाई लभसम थाहा छैन? लि म तेरो फोनमा डाउनलोड गरिदिन्छु, खै तेरो फोन। अब ड्राइभर खोज्नु पर्दैन, टक्क लाएर लभसम एप इन्स्टल गर्ने, खोल्ने अनि टक्क लाएर पठाइदिने। जता ए यो भक्तपुर पठाउनु पर्ने होइन, अस्ति भन्दै थिइस् त सामान आछ रुममा भनेर। इजिली पठाइहालिन्छ नि यार लभसमले। नेपालीले बनाएको छ यार नयाँ एप, राइड सेयरिङ एप। के काम लाग्यो त नि हामीले नेपालीले नै नचलाएपछि त। अनि भाडा चाहिँ बिडिङ सिस्टमको व्यवस्था छ नि यार, त्यो युज गर्ने, सस्तोमा लगिदिइहाल्छ नि। ए त्यसो भए त गजबै हुने भयो त। ए गजबको त पुरै छोड्न यार, अझ मन्थली विकली गिभअवेको व्यवस्था पनि छ नि। अनि त्यो त ड्राइभरलाई मात्र होला नि, हामीलाई नि हो र? लभसमले ड्राइभर र राइडर दुवैलाई गिभअवेको व्यवस्था दिने गरेको छ नि। अब लभसममा राइड लिँदा पनि प्राइज, राइड दिँदा पनि प्राइज। भएन त गजबको कुरा। ए तेरो एप डाउनलोड पनि भयो, म बुक पनि गरिदिन्छु अनि अहिले पठाइहाल्ने। सामान के टेन्सन लिइरहेको छस्? ए बाबा, राइड पनि सामान पनि प्राइस पनि। अनि अब मालामाल सबै नेपाली। अनि यार नेपालीले नेपालकै लागि भनेर बनाएपछि हामी नेपाली मालामाल नभएर को चाहिँ हुने हो त? ए अघि बुक गरेको ड्राइभर नि बाहिर आइसकेछ। ल जान्नु होइन सामान लगेर। अब ल जाऊँ। लेट्स गो लभसम, बियोन्ड मोबिलिटी टुवर्ड्स इम्पावरमेन्ट एन्ड इम्प्याक्ट। आजै डाउनलोड गर्नुहोस् नेपाली राइड सेयरिङ एप लभसम, बियोन्ड मोबिलिटी टुवर्ड्स इम्पावरमेन्ट एन्ड इम्प्याक्ट।